जेमेसी फेरि पनि तपाईँलाई स्वागत छ उत्पत्तिदेखि प्रकाशसम्मको यात्रामा। र हाम्रो यात्राको क्रममा निरन्तर आज हामी पुगिसकेका छौँ उपदेशकको पुस्तकमा। जब हामी उपदेशकको पुस्तकमा हेर्छौँ भनेदेखि राजा सोलेमान आफ्नो वृद्ध अवस्थामा यहाँनिर भन्दै गर्नुभएको कुराहरू हामी हेर्नेछौँ। र साँच्चै नै उपदेशक भन्नाले हामी एउटा उपदेशका कुराहरू है मानिसहरूको लागि अब चाहिँ एउटा वृद्ध अवस्थामा उपदेश दिने भलाइका कुराहरू अनि अर्थीका कुराहरू दिने भन्ने कुराहरू यो वृद्ध अवस्थामा उहाँले भन्नुभएको छ। जब उपदेशकको पुस्तकमा हामी हेर्छौँ भनेदेखि राजा सुलेमानले यहाँनिर भन्नुभएको छ सुरुवाती अध्यायहरूमा सबै कुराहरू व्यर्थ छन् है। किनभने हामी जुन बाइबलमा हेर्छौँ भनेदेखि उहाँ सबैभन्दा ज्ञानी राजा र सबैभन्दा धनवान राजा उहाँ नै हुनुहुन्थ्यो। उहाँसँग धन सम्पत्ति भन्यो भने कति धेरै थिए। अनि ठिक त्यसरी नै उहाँसँग जुन हामी हेर्छौँ भनेदेखि जुन उहाँको बुद्धिका कुराहरू भयो सबै ठाउँमा फैलिएको कुराहरू हामी हेर्दछौँ। र वृद्ध अवस्थामा गएर जब हामी हेर्छौँ भनेदेखि उहाँले कुराहरू भन्नुभएको छ कि सबै कुराहरू व्यर्थ छन्। सबै कुराहरू जो संसारमा भएका यावत कुराहरू चाहिँ व्यर्थ छन्। अब ती के कारणले व्यर्थ भयो त है। जब हामी हेर्छौँ भनेदेखि जब हाम्रो आफ्नो समय र आफ्नो परिस्थिति आफ्नो अवस्थाहरूलाई हेर्छौँ अनि हामी कतिपय अवस्थामा त्यही कुराहरूमा हामी व्यस्त भइहाल्छौँ। आफ्नो योजनाहरूमा आफ्नो बुद्धिमाथि घमण्ड गर्न लाग्छौँ। आफ्नो पैसाहरू भएकोमा हामी सेखी गर्न लाग्छौँ। म यति मानवाला यति वैभव छ मेरोमा है सबैले मलाई मान्छन् भने त्यसमा हामी घमण्ड गर्दछौँ। जब सोलेमान पनि राजा हुनुहुन्थ्यो अनि उहाँसँग पनि यी सबै कुराहरू थियो। तर जब उहाँले सबै कुराहरू हेर्नुहुन्छ बिस्तारै बिस्तारै सबै कुराहरू हटिगएका कुराहरू हामी हेर्दछौँ। मानिस लिएर केही पनि नजाने कुरा उनले हेर्दछ र लिएर जाने मात्रै भनेको परमेश्वरको विश्वास उनले हेर्दछन्। अनि जब हामीलाई पनि त्यही अर्थी उहाँले दिन खोज्नु भएको छ कि आफ्नो वृद्ध अवस्थामा जुन उहाँले अर्थी दिनुभएको छ हामी चाहिँ अब चाहिँ जुन उहाँले आफ्नो जवान अवस्था चाहिँ व्यर्थमा गुमाउनु भएको थियो विलासितामा गुमाउनु भएको थियो राजा सुलेमानले। उहाँले चाहनुहुन्छ कि आफ्नो युवा अवस्थामा चाहिँ परमेश्वरको सम्झना गरौँ। चाहे कुनै पनि समय हो अरू कुराहरूभन्दा चाहिँ परमेश्वरलाई श्रेष्ठ ठान्नु भएको होस् भनेर यहाँनिर राजा सुलेमानले भन्नुभएको छ। अर्थीका कुराहरू भन्नुभएको छ कि हामीले परमेश्वरलाई श्रेष्ठमा राख्नुपर्छ। उहाँको वचनमा ध्यान दिनुपर्छ। उहाँको वचन हामीले अध्ययन गर्नुपर्छ है। हामी सोच्छौँ कि हो अब त मेरो यो निश्चित यो उमेर हो अब यो उमेरमा मैले यो गर्नुपर्छ अनि यो जुन पढाइका कुराहरू भए अनि अध्ययनका कुराहरू भए यो निश्चित समय आउला म गरौँला अथवा वचन पढ्ने वचनलाई अध्ययन गर्ने यो एउटा पछि समय राखौँला अहिले म आफूलाई समय दिन्छु। प्रिय परमेश्वरले तपाईँलाई समय दिनुभएको छ किनभने तपाईँ आफ्नो मन फर्काएर प्रभुतिर रहेर प्रभुको कामहरू असल कामहरू गर्न सक्नु भएको होस्। हाम्रो परमेश्वर जबरजस्तीको परमेश्वर हुनुहुन्न नत्र भने उहाँले के गराइसक्नु भएको हुने थियो। तर उहाँले चाहिँ माया गर्नुहुन्छ। मायाको कारणले गर्दाखेरि उहाँले उपदेश दिन खोज्नु भएको छ आफ्नो जनहरूद्वारा। र एउटा प्र्याक्टिकल पनि हामी हेर्न सक्छौँ कि राजा सुलेमानको सबै कुराहरू हुँदाखेरि उनी आफ्नो विलासितातर्फ फर्किसकेका थिए। बिचमा त झन्डै उनले परमेश्वरलाई बिर्सिसकेका थिए। तर जब वृद्ध अवस्थामा उनी आएर आफ्नो मनलाई पश्चाताप गरी पठाउँछन् र भन्छन् सबै कुराहरू व्यर्थ छ। तर परमेश्वरको वचन चाहिँ एउटा अमूल्य जीवनको एउटा स्रोत हो। हामी दिन र रात हामी त्यही कुरामा मनन गर्नुपर्छ। हामीले बुद्धि परमेश्वरसँग माग्नुपर्छ। त्यो हो परमेश्वरसँग परमेश्वरको वचन कसरी पढ्ने कसरी अगाडि बढ्ने कुराहरू त्यो कुरामा हामी ध्यान दिएर अगाडि बढ्नुपर्छ। प्रिय जुन राजा सोलेमानले आज जुन कुराहरू बाइबलमा भन्नुभएको छ त्यो बाइबलमा मात्रै सीमित नभएर अहिलेको जीवनमा हाम्रो जीवन पनि लागु हुन्छ। हामी धेरै कुराहरूमा व्यस्त हुन्छ। ओहो मसँग यो छैन म त साह्रै व्यस्त छु म त व्यस्त छु होइन। तर हामीले परमेश्वरलाई समय दिनुपर्छ किनभने हाम्रो परमेश्वर असल र भलो परमेश्वर हुनुहुन्छ जसले यावत थोकरो बनाउनु भयो र हामीलाई पनि उहाँको महिमाका लागि बनाउनु भएको छ। आमेन। जय मसीह।